हेलो गाइस टक्क हामी होइन कुन्टा रिसोर्टमा पुग्यो हाम्रो यहाँनिर रोहन भाइ छ सुमन चाहिँ यहाँ छ प्रणय म चलाउँदैछ होइन ठ्याक्क हामी यहाँ कुन्टा पुग्यो पक्न कस्तो गरे कि हाम्रो प्रियांशु यहाँ बाबु चाहिँ हतार गर्दैछ कि प्रियांशु हेलो हामी कहाँ कुन्टा पुग्यो ल हाम्रो यो प्रियांशु भन्दा चाहिँ बुवाएर हतार भइरहेको छ होइन त्यही भएर टक्कलाई कुन्टा पुगेन तेरो मुखमा हो नि त आज गाइस रोए ओ कस्तो हान्ने टक्क कुन्टा पुग्यो होइन अब रिसोर्ट बुक गर्नु पढ्यो कुदिहाल्ने गाइस आइजुन कस्तो ढिला गइरहेको हौ ल गाइस हामी टक्क पुग्यो होइन अब बुक गरौँ ल होइन हामी चाहिँ रुम लियो है रुम चाहिँ यस्तो छ है रुम यस्तो छ फरक बेड हो सबैलाई होइन सुम यहाँ लुगा मिलाउँदैछ रुम चाहिँ बेड छ अब लास्टमा चाहिँ कस्तो थाहा हुन्छ कि स्ट्रक्चरै फरक हुन्छ कि रुमको किनभने चाहिँ सुटिङ गर्न आँट्यो अब होइन यो ब्लड सटहरू धुमी राख्नुपर्छ र सफा पनि गर्नुपर्छ सो हाम्रो रोने आएर भाइ यो चाहिँ ह्यान्सी कोरियन बोय बन्यो होइन टक्क लगाएर अर्को हाम्रो लठुवा चाहिँ यहाँनिर फोटो खिचेछ यो चाहिँ के भन्यो यसको नाम ढेँडोले फोटो खिचेछ ओहो कस्तो ह्यान्सी ढेँडो पनि ह्यान्सम हो ल हेर्नु कस्तो खतरा छ है टक्कलाई फोटो खिच्दैछ होइन अब म चाहिँ यो अब जाँदैछ दुइटा लठुवा चाहिँ बाहिर निस्किसकेको थियो कहाँ गयो हेरौँ होइन आएछ म बाहिर गयो अब दुईजना चाहिँ यहाँनिर किटिटी बल खेल्दै हो के अरे तिमीलाई के खेलिरहेको है पुल खेलिरहेको छ नि टक्कलाई अब खाजा जान्छ म कति न खेल्न आएको छैन मलाई फोटो खिच्नुलाई खेल्ला जस्तो देखाएको न मलाई पागलहरू खाजा जान्छ भाइ यो चाहिँ हाम्रो हेन्सी ब्रो होइन अब हामी चाहिँ खाजा खानु जाने ललेजको आज राम्रोसँग अघि जाउँ अब हामी खाजा खानु जाने होइन सुमन छिराज न आज भएन ए त्यहाँ हेर्छु त ऱ्याकमा त्यो साइडमा हाल्दैन जाउँ ढोका साँचो के हुन्छ साँचो लाएर दिएको हाल ढोका लगाइदिने भन्छ यार साँचो गोजीमा त्यहाँ गुछ भने जाने है के प्लेन छ भने एउटा ब्यान्डेज एउटा दिन्छ ल अनि ठुलै मोटे बाँध्नेवाला पैसा पनि बोक्यो भने गाइस अब चाहिँ हामी खाजा जाँदा बाहिर निस्किन्थ्यो हो जाउँ गाइस बाहिर जाने कि खाजा न त्यही माथिपट्टि हो कि त्यो हामी अघि झरा भयो होइन झराको त्यही माथिपट्टि साइडमा गएर लेफ्ट साइड जाने कि बुझिस् अब हामी चाहिँ होइन सिधा गएर राइट साइडमा जाने अनि एउटा होटेल दाई एउटा हामी त्यही एउटा दाईकोमा पहिला पनि खाएको थिएन खाजा अब त्यही चिन्चान पनि बढेन हल्का डिस्काउन्ट देला भनेर जानेर कि के छैन अब जाउँ ल अब होटेल पुगेपछि फेरि कन्टिन्यू गर्दै Behind the scene in the movie of SS Films. अलि चाहिँ रियल लाने बिसाए अघि यस ल अनि ब्याङ्की टाने चान यो चाहिँ बिहाइन्ड सिट खेल्नुमा हानेको केटा होइन यो चाहिँ यहाँ हेर बाङका बाङ हानी यो हेर यो त लातका लात हाने हेर यो त मा के गर्ने के म त उचाली पछाडि खान्छ तिमी अब गाइज यो होइन यो पार्ट चाहिँ सकेन अब अर्को पार्ट चाहिँ ब्लड लिएर चाहिँ ब्लुटर लाएर हुन्छ जस्तै रगत पारेर त्यसमा चाहिँ फर्स्ट किप मेरो हुन्छ होइन त्यसपछि चाहिँ यसको किप हुन्छ अनि यसको चाहिँ टोयलेट सिन हुन्छ कालेको चाहिँ कति सिन भन्दा चाहिँ यो नि यसको ल ठोक्सा
अब हान चाल सुमो हान दौड हान पग हान म पठाउँछु अब यस्तो साथी भएपछि हान्नै पर्यो रमाइलो गर्ने भने यस्तै गाह्रो दुखिरहेको सरी धेरै दुखेर अब जोसमा हानेपछि यस्तै हुन्छ गाई चाहिँ यो चाहिँ पीडित होइन अब के भन्नु यस्तै हो ओइ सरीमाक हान ठोक्दैन हान भयो अब आज अहिलेको लागि चाहिँ यति होइन अब चाहिँ हामी पौडी खेल्न जान अरे अब सुन्छु नगर फेरि सुट गर्ने मान्छे किन यही त्यो छर्केर बोल्छ मलाई झन् असल छ सबैजना भने मलाई सुसान कसो रह्यो त यो र नामै नलेखे बाबु के भन्ने कपाल बिना मेकअप आर्टिस्ट चाहिँ यो फेरि म त मान्छे आर्टिस्ट हो रिजल्ट पनि छिटो आउँछ चुहाउनै पऱ्यो कि यसलाई त पोडे बिचमा पाक्न भन्न च्याट गर्दै व्यस्त छ म चाहिँ त्यसको मुख नछार्न भनेको जस्तो स्टोरी मैले के भने त पढेला ने बिहाइन्ड द सिन हाल्के हैन बिहाइन्ड द सिन अलिक बाक्लो हाल न मलाई बाक्लो हाल तेरो जीवन सर्ट लाग्छ नि काले भाइ हेर्नु पुरै मुखे पेन्ट गर्दैन नि त्यो भनेर आउँछ मलाई के बुझ्ने त्यसको मुनिलाई चुहेर मलाई सम स्याक्रिफाइस ट्याप पुने जस्तो बुझ्यो प्याज जस्तो मेरो नाक सुन्दा स्विमिङ खेल्न आइछ म खेल जान्छु 4 बजे म काम मान्छे बन्द गर्छु ल यो चाहिँ हाम्रो बिहाइन्ड द सिन है त 1 2 3 एक्सन तेरो हात आयो भने तेरो बिचमा हात आयो कि आसन ल ठिक छ मेरो ट्यापमा पारे हेलो गाइस हैन हामी चाहिँ सुटिङ गरे हालत यस्तो चाहिँ ल बिहाइन्ड द सिन गाइस बिहाइन्ड द सिन हाम्रो चाहिँ बिहाइन्ड द सिन रफवुड बोला गरेर यसलाई दिक्क बिहाइन्ड द सिन बनाउने कति काट्नु हो गाइस अब यो हात पनि नथिलो गाइस रजरेको च्वास क्या कमेडी हो कि भाइ यो टक्क लाएर हामी बिहाइन्ड द सिन भयो हामी अब सुरुवात गरिदियो यतिको लागि अहिलेसम्म
देउसी चढाउँदै ल्याइदेऊला चोखो प्याज नथिङ सुना भाइ लैजाऊ घुमाउन मलाई झमेलो बजार देउसी चढाउँदै ल्याइदेऊला चोखो प्याज घुमाउन मलाई झमेलो बजार देउसी चढाउँदै ल्याइदेऊला खाना बस्नु मैले आएको छु त्यो काल्दै यस्तो एउटा हातले चुरोट तान्ने अर्को हातले बोतल उर्लतैमा फसे माता बोतलको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने पानीले बोतलको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने पानीले बोतलको पानीले आँखा सल्काइ सानीले पैसा सल्यो पिउने पानीले कति छेउमा पुग्यो गीता मनमा बसाइहाल्छ ठाडो बदल देख्नै हुन्न यो मात्र सैहाल्छ बोतलको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने पानीले बोतलको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने पानीले बोतलको पानीले आँखा सल्काइ सानीले दिदीले सोल्यो के चल्दैछ तेरो कामकाज दाइले भन्छ आफ्नो परिवारको नाम राख आमाले भन्छ बाबु के छ तेरो हाल खबर बाबुले भन्छ छोरो के गर्दैछस् आज के पनि गर्दिन म यतिकै बसिरहेको छु किन होला म आजकल एकदमै साइको भएको छु